पाइन्छ तर बोकेर ल्याउनु पर्ने भयो नि आँपको पात पनि ल्याइयो बरु तर घाम जान सक्छ चाँडै गणेश भगवानको मूर्ति ल्याउनु एल्युमिनियम फोइल सलाई लाइटर त आइसक्यो त सलाई लाइटर सोला यहाँ एल्युमिनियम फोइल गणेश भगवानको तल एउटा चामल के को लागि युज हुन्छ एल्युमिनियम हरिओम ठीक है जी हाँ ठीक है आपका बेलपत्र है अभी बेलपत्र ये तो आज यहाँ नजीक था इसलिए पूजा का फ्लावर है कुछ मतलब वो जो वो क्या वाला होता है ना पूजा में क्या क्या बंच वाले अच्छा ठीक है तो वो दूसरा वाला कब आ रहा है अभी नजीक वो ना बेलपत्र और दूसरा फ्लावर होता था ना वो एक येलो कलर का क्या नाम था उसका मैं हाँ 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 अच्छा हाँ ठीक है यताको म राख्छु यहाँ हजुर दियो कहाँ छ दियो यहाँ छ त्यो छुट्टै निकाल्नुपर्छ होइन राखौँ यहाँ ल्याएर तेल दियो बाती छ त्यहाँ है ल अब तपाईँको अगाडि पूजाको थाली राख्नु त्यस पछाडि गएर फुल राख्नु फुल यही छ त्यस पछाडि पञ्चपात्र हुन्छ त्यसको चम्चा पनि थियो होला नि भाइ चम्चा पञ्चपात्र चम्चा एउटा टिस्यु पेपर टिस्यु बक्स खेलेर त्यो पत्ता अब चाहिएन वा एउटा नाम राख्नु चाहिँ पर्छ साइडमा राख्नु यो भन्नुभएको छ होइन नि त्यो एउटा चमच हुन्छ नि सानो त्यसको कि त्यसको सेटको होला नि त्यसको चम्चा ए पञ्चपात्रको नभए पनि एउटा चम्चा भए नि भयो नि छोटो सानो चम्चा होइन नभए त हुन्छ तर यो आउँदाखेरि त सेट आउनु पर्ने थिएन ए ल मलाई टिस्यु पेपर ल्याउने होला टिस्यु पेपर अनि कैँची पनि चाहिने भयो एकपल्ट हुन्छ ल कैँची एउटा पञ्चपात्रको यसमा यो राख्दा भयो नि हेर्नु त त्यो होइन त्यसमा पानी राख्दैछु कैँची पनि यहाँ राखेको
यो के को हो यसको होइन यो बट्टाको होइन यो कुन चाहिँ होइन नि कहाँबाट के निकाल्नु त्यही त भन्दा हामी नि यहाँ छक्क परिरहेको छ कहाँबाट आयो भन्दा पानी राख्ने यिनमा हजुर 5 वटाको 3 डाँडा राख्नु यता नगजानु अलिकति पछाडि चाहिँ तान्नु पर्छ अनि एउटा त्यो तिलानी बाटा के होला त तपाईँहरू त्यो करम पात्र भनेर एउटा कुसको भाँडा राख्ने अनि नभए भनेदेखि त्यो ताउला खड्कुला टाइपको पनि हुन्छ त्यस्तो के छ त करम पात्र छैन तर ताउलो छ अँ, कहाँ राख्नु पर्छ पात त्यही ऊ त्यहाँ वहीँ पकाएर तिनीहरू पनि भर्नुपर्छ पानी खाले त नराख्नु यो हुन्छ होला है हुन्छ त्यसमा पानी जल राखेर ल्याउनु यो चाहिँ पानी पुग्नु जाँदा ठिक छ भाइ हरिओम नमस्कार हजुर म पण्डित प्रकाश ढोडारी बोल्दैछु नमस्कार हजुर के अरे हजुरहरूकोमा त्यो पूजा फ्लावरहरू केही छ र यसो त्यो फ्रिजमा त्यो पूजा गर्ने फुल यो अहिलेको लागि चाहिएको हो र ए होइन मलाई घरमा त्यहाँ नजिकै आएको बेला यतै पाइन्छ कि त्यो ए सप्लायर्सहरू ए हजुर अनि बिहान बिहान घरमा पूजा गर्नुपर्छ मन्दिरमा अनि फ्रिजमा राख्ने गरिरहेको छ कि त्यो प्याकेट पाउँछ ए यहाँको बेला यसो सम्झिहाल्यो बेला चाहिँ त्यो फुल देख्ने बित्तिकै सम्झियो सयपत्री हाम्रो टन्ने थियो तले जाली चाडमा त त्यसमा अलिक गाह्रो हुन्छ यसलाई फुटाउँ है भाउ यो राम्रो हो नि यो हजुर आवाजै काट्यो हजुर हजुरकोमा त्यो पूजा फ्लावरहरू केही छ र हजुर स्टक त्यो उसमा फ्रिजमा घाममा बसेन चिसो होला तिम्रो चप्पल खाली लाउनु अनि सयपत्री छ ए ल म छिर्छु हजुर एकछिनमा है त पानी राखेर पुरै पानीमा पानी भएर जान्छ मलाई लाग्छ 1.5 घन्टा जति ए हस् यो 3.5 पनि राम्रो पऱ्यो बच्चाको मम्मी पाइन्छ तर झुकेर ल्याउनु पर्छ बोकेरै ल्याउनु पर्ने भयो नि आँपको पात भन्ने यो बरु तर घाम जान सक्छ चाँडै गणेश भगवान्को मूर्ति ल्याउनु एल्युमिनियम फोइल सराई लाइटर त आइसक्यो त सलाई लाइटर सोला यहाँ एल्युमिनियम फोइल गणेश भगवान्को तल एउटा चामल केको लागि युज हुन्छ एल्युमिनियम
हरिओम। ठीक है जी। हाँ ठीक है। आपका बेलपत्र है अभी? बेलपत्र ये तो आज यहाँ नजीक था इसलिए। पूजा का फ्लावर है? कुछ मतलब वो जो वो क्या वाला होता है ना पूजा में, क्या क्या बंच वाले? अच्छा ठीक है। तो वो दूसरा वाला कब आ रहा है अभी नजीक? वो ना बेलपत्र और दूसरा फ्लावर होता था ना वो एक येलो कलर का, क्या नाम था उसका? मैं हाँ हाँ हाँ। अच्छा हाँ ठीक ठीक है ठीक है। अच्छा ल्याउनु यताको म राख्छु यहाँ। हजुर। दियो चाहिन्छ? दियो यहाँ छ, त्यो छुट्टै निकाल्नुपर्छ। होइन राखौँ, यसलाई राख। तेल दियो, बाती छ त्यहाँ है। ल अब तपाईँको अगाडि पूजाको थाली राख्नु, त्यस पछाडि गएर फुल राख्नु, फुल यही छ। त्यस पछाडि पञ्चपात्रमा जाउँ। त्यसको चम्चा पनि थियो होला नि भाइ? चम्चा पञ्चपात्र चम्चा एउटा टिस्यु पेपर, टिस्यु बक्स खेलेर अच्छा त्यो पत्तामा चाहिएन बा? एउटा नाम लेख्नु चाहिँ पर्छ यार, यति साइडमा राख्नु। यो भन्नुभएको छ होइन नि त्यो एउटा चमच हुन्छ कि सानो त्यसो कि त्यसको सेटको होला नि त्यसको चम्चा। ए यसको सेटको नभए पनि एउटा चम्चा भए नि भयो नि, छोटो सानो चम्चा होइन। नभए त हुन्छ, तर यो आउँदाखेरि त सेट आउनु पर्ने थिएन। ए ल मलाई टिस्यु पेपर ल्याउने होला। टिस्यु पेपर अनि कैँची पनि चाहिने भयो एकपल्ट। हुन्छ ल कैँची एउटा पञ्चपात्रको यसमा यो राख्दा भयो नि, हेर्नु न। त्यो होइन, त्यसमा पानी राख्दैछु। कैँची पनि यहाँ राखेको। यो चाहिँ के को हो? यसको होइन, यो बट्टाको होइन? यो कुन चाहिँ होइन नि, कहाँबाट के निकाल्नु? त्यही त भन्दा हामी नि यहाँ छक्क परिरहेको छ, कहाँबाट आयो भन्दा। पानी राख्ने होइन, हजुर 5 वटामा 3 टामा राख्नु। यता नगर्नु, अलिकति पछाडि चाहिँ तान्नु पर्यो। अनि एउटा त्यो तिलानी बाटा के होला त तपाईँहरू साथ? त्यो करम पात्र भनेर एउटा कुसको भाँडा राख्ने, अनि नभए भनेदेखि त्यो ताउला खड्कुला टाइपको पनि हुन्छ, त्यस्तो के छ त? करम पात्र छैन, तर ताउलो छ। कहाँ राख्नु पञ्चपात्र? ऊ त्यहाँ वहीँ अगाडि राख्नु। तिनीहरू पनि भर्नुपर्छ पानी। खाले त नराख्नु। यो हुन्छ होला है? हुन्छ, त्यसमा पानी जल राखेर ल्याउनु।
ठिकै छ भाइ। हरिओम नमस्कार हजुर, म पण्डित प्रकाश ढोडारी बोल्दैछु। नमस्कार हजुर, के अरे हजुरहरूकोमा त्यो पूजा फ्लावरहरू केही छ र यसो त्यो फ्रिजमा? त्यो पूजा गर्ने फुल के अहिलेको लागि चाहिएको हो र? ए होइन, मलाई घरमा त्यहाँ नजिकै आएको बेला यतै पाइन्छ कि त्यो ए सप्लायर्सहरू। ए हजुर अनि बिहान बिहान घरमा पूजा गर्नुपर्छ मन्दिरमा, अनि फ्रिजमा राख्ने गरिरहेको छ कि त्यो प्याकेट पाउँछ। ए यहाँको बेला यसो सम्झिहाल्यो बेला चाहिँ त्यो फुल देख्ने बित्तिकै सम्झियो सयपत्री। अँ हाम्रो पनि टन्ने थियो त अलिकति जाडमा त। त्यसमा अलिक गाह्रो हुन्छ। यसलाई फोटा है भाउ राम्रो हो नि यो। हजुर आवाजै काट्यो हजुर। हजुरकोमा त्यो पूजा फ्लावरहरू केही छ र हजुर स्टक त्यो उसमा फ्रिजमा? हाम्रो बस्छ न चिसो होला त्यो सफल खाली लाउनु अनि हाम्रो सयपत्री छ? ए ल म छिर्छु हजुर एकछिनमा है त। पुरै पानीमा पानी भरेर ल्याउनु। मलाई लाग्छ 1-1.5 घन्टा जति। ए हस् 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 हस्। यो साढे दिन पनि राम्रो पऱ्यो। बच्चाको मम्मी पाइन्छ पाइन्छ तर भुटेर ल्याउनु पर्छ बोकेरै ल्याउनु पर्ने भयो नि पर्दैन। त्यो। आँपको पात भन्ने ल्याइयो बरु। तर घाम जान सक्छ चाँडै। गणेश भगवान्को मूर्ति ल्याउनु। एल्युमिनियम फोइल सराई लाइटर त आइसक्यो त। सलाई लाइटर सोला यहाँ एल्युमिनियम फोइल ल्याऊ। गणेश भगवान्को तल एउटा चामल। के को लागि युज हुन्छ एल्युमिनियम? हरिओम। ठीक है जी। हाँ ठीक है आपका? बेलपत्र है अभी? बेलपत्र ये तो आज यहाँ नजीक था इसलिए। पूजा का फ्लावर है कुछ? मतलब वो जो वो क्या वाला होता है ना पूजा में क्या क्या? बंच वाले, अच्छा ठीक है। तो वो दूसरा वाला कब आ रहा है अभी नजीक? वो ना बेलपत्र और दूसरा फ्लावर होता था ना वो एक येलो कलर का, क्या नाम था उसका? मैं हाँ हाँ हाँ। अच्छा हाँ ठीक ठीक है ठीक है। ओके।
ल्याउनु यताको म राख्छु यहाँ हजुर दियो चाहन्छ दियो यहाँ छ त्यो छुट्टै निकाल्नुपर्छ होइन राखौँ यसलाई राख तेल दियो माथि छ त्यहाँ है ल अब तपाईँको अगाडि पूजाको थाली राख्नु त्यस पछाडि गएर फुल राख्नु फुल यही छ त्यस पछाडि पञ्चपात्र भन्छ त्यसको चम्चा पनि थियो होला नि भाइ चम्चा पञ्चपात्र ए चम्चा एउटा टिस्यु पेपर टिस्यु बक्स खेलेर त्यो पत्ता चाहिएन बा एउटा नाम लेख्नु चाहिँ पर्छ साइडमा राख्नु के भन्नुभएको त होइन नि त्यो एउटा चमच हुन्छ नि सानो त्यसो कि त्यसको सेटको होला नि त्यसको चम्चा ए यसको सेटको नभए पनि एउटा चम्चा भए नि भयो नि छोटो सानो चम्चा होइन नभए त हुन्छ तर यो आउँदाखेरि त सेट आउनु पर्ने थिएन ए ल मलाई टिस्यु पेपर ल्याउने भयो टिस्यु पेपर त अनि कैँची पनि चाहिने भयो एकपल्ट हुन्छ ल कैँची एउटा खाद्य ल्याउने अर्को कैँची होला पञ्चपात्रको यसमा यो राख्दा भयो नि हेर्नु त त्यो होइन त्यसमा पानी राख्दैछु कैँची पनि यहाँ राखेको के को हो यसको होइन यो बट्टाको होइन यो कुन चाहिँ होइन नि कहाँबाट के निकाल्नु त्यही त भन्दा हामी नि यहाँ छक्क परिरहेको छ कहाँबाट आयो भन्दा पानी राख्ने यिनमा हजुर 5 वटाको 3 टामा राख्नु यता नगर जानु अलिकति पछाडि चाहिँ तान्नु पर्यो अनि एउटा त्यो तिलानी बाटा के होला त तपाईँहरू त्यो करम पात्र भनेर एउटा कुसको भाँडा राख्ने अनि नभए भनेदेखि त्यो ताउला खड्कुला टाइपको पनि हुन्छ त्यस्तो के छ त करम पात्र छैन तर ताउलो छ कहाँ राख्नु पञ्चपात्र उतै वहीँ पकाएर तिनीहरू पनि भर्नुपर्छ पानी खाले त नराख्नु यो हुन्छ होला हुन्छ त्यसमा पानी जल राखेर ल्याउनु हरिओम नमस्कार हजुर म पण्डित प्रकाश ढोडाली बोल्दैछु नमस्कार हजुर के अरे हजुरहरूकोमा त्यो पूजा फ्लावरहरू केही छ र यसो त्यो फ्रिजमा त्यो पूजा गर्ने फुल के अहिलेको लागि चाहिएको र ए होइन मलाई घरमा त्यहाँ नजिकै आएको बेला यतै पाइन्छ कि त्यो ए सप्लायर्सहरू ए हजुर अनि बिहान बिहान घरमा पूजा गर्नुपर्छ मन्दिरमा अनि फ्रिजमा राख्ने गरिरहेको छ कि त्यो प्याकेट पाउँछ ए यहाँको बेला यसो सम्झिहाल्यो बेला चाहिँ त्यो फुल देख्ने बित्तिकै सम्झियो सयपत्री अब
हाम्रै टल्ने थियो यताले जाने थियो जाडमा त त्यसमा अलिक गाह्रो हुन्छ यसलाई फुटाउँ है बाबु राम्रो हो नि यो हजुर आवाजै काट्यो हजुर हजुरकोमा त्यो पूजा पावरहरू केही छ र हजुर स्टक त्यो उसमा फ्रिजमा हाल्नुपर्छ नि चिसो होला त्यो त खाली चप्पल लाउनु अनि सयपत्री छ ए ल म छिर्छु हजुर एकछिनमा है त पानी राखेर ल पुरै पानी भएर ल्याउनु मलाई लाग्छ 1-1.5 घन्टादेखि ए हस् यो सारा दिन पनि राम्रो भयो बच्चाको मम्मी तयारी तयारी लगभग आउनुपर्छ है अब लगभग म 5 मिनटमा त्यो त हुन्छ उ त्यो केसरीमा पानी जल राखेर नि गिलो गराउनु त्यस पछाडि चम्चा राख्नु यसलाई केही फुलसुल राख्नुपर्छ चल फुलाइन खुसरा उसरा यही पानी हालिदिउँ त्यही चाहिँ बुवा मम्मी एकैचोटि चाहिने हो मम्मी चाहिँ यहाँ सुरुमै गौदान गर्नुपर्छ गौत खानुपर्छ उ त्यो 2टा कलशमा राखिदिनु त पञ्चपात्र केसरीमा राख्नु उ त्यो अक्षता पनि हजुरको अगाडि राख्नु यो गिलै हुनुपर्छ यो त्यसरी अलिक गिलै हुनु यो त धेरै हालेछ मैले हामीलाई चाहिँ पठाइदिनु पऱ्यो म जानु पऱ्यो म जान्छु म न्यापी चेन्ज गर्नुपर्छ अहिले ठ्याक्कै म जान्छु बुवा निक्लो भएर तिनीहरू गार्बेजमा राख्यो है एउटा बिन चाहिँ बनाउनु पायो भने चाहिँ त्यही छ ट्याक्क भयो मलाई चाहिएको यसो बनाउनु पर्यो नमस्ते गुरु ठिक छ ल तपाईँ तयारी हो ल म गएँ त मम्मीले हेर्नुपर्छ न्यापी चेन्ज गर्नु पऱ्यो मैले गरिसकेँ चिसो उनीहरूले कुट्दै मान्छे ल बस्न सकेको छ ठिक छ ल ठिक छ त्यहाँ फुस्रो सिन्दुर परेको थालीमा छैन है पूजा थालीमा त फुस्रो यो ओरेन्ज कलरको छ थालीमा छैन त्यहीँनिर हुनुपर्छ यहाँ कता कहाँनिर छ यतै त्यो होइन र एउटा त्यो बिचमा राखेको भन्नु न
भिडियोमा थिएन त्यही भएर हाल्ने बिचमा के हाल्ने भन्यो चिसो भयो होला यहाँ उभिन्न बरु यहाँ उभिन्न चिसो हुन्छ तपाईँले बिर्यो यहाँ उभिन्न माथि हुनु गयो यता उभिन्न हिँड्नु त चिसो मलाई उति अघि जल ल्याउनु ओम गोमूत्रम गोमयम क्षीरम आमाले पञ्चमले त सबै कुरो पारिदिनु भयो त मह छ दुध भयो दही घिउ दुध मह दही मह घिउ घिउ चिनीहरू हाल्यो होला यो वैसा है अलिकति दुबो दिएछु भयो गोमूत्रम गोमयम क्षीरम पञ्चगव्यासतयक्षुलगोदनं वेदकर्माण वेदसम्रुद्रणादिशतशैवं शतकर्माण विंशति सहस्रशेर ल सब परिवार सबैजना गौत खाना आउनु पर्यो ल पहिला चिनी के हजुर ल सबैजना मम्मीलाई नि बोलाऊ यो प्रस्तुत गौत हो यो चाहिँ खाँदाखेरि केही पनि केही हुँदैन। दुध खाँदैन पनि केही पनि आउँदैन मजाले म खानु अब जान्छु त्यसमा ओम अपवित्र पवित्र वाह सर्वावस्तङ्गतो विवाह स्मृति पुण्डरीकाक्ष आउनुभयो त सबैजना आउनु अनि म जान्छु तपाईँ एकपल्ट बस्नु पर्यो पहिला गौत खाएर हात धोएर अनि टक्क आएर पूजामा बस्नु गाउँ खाने खाने सट्टै खाने गोमूत्रम गोमयम क्षीरम दधि सर्पकुशोदनम यो नेपालको धेरै खान सकिँदैन यहाँको जति खाने हुन्छ अब हात धुने ल यतगतो तयनम पापमोक्ष्यते परिहेतवे रुद्राणि मम्मी छोड्नु भयो हृदय गव्य हुन्छ लगेर ल हजुरले दिएर पो यो घरको कोठा किचन बेडरुम यसो त्यो सबैमा छ गोबरले यसो शुद्धि गर्दै आउनु न त पठाउनु पर्दैन त्यही हो लगिदिनुहुन्छ अरे पर्दैन पठाउनु पर्दैन ल सुरु गरौँ ल पहिला ऊ त्यो जल लिनु त ऊ त हो त्यो यसो उतापट्टि उहाँलाई दिन्थ्यो उतापट्टि फर्किनु 3 पल्ट पानी हचाउनु यसरी पिउनु यसरी हातको बिचमा राख्ने चट्ट पिउनु अझै भएर पख त यस्तो बिचमा पानी पर्यो पिउनु केशवाय नमः फेरि अर्कोपल्ट फेरि राख्नु त्यसलाई आचमन गरे भन्छ माधवाय नमः पिउनु फेरि ओम नमो नारायणाय नमः अब हात पखाल्नु सर त्यही जल्यो ल भाइ उतै राख्नु यो जल चाहिँ नजिक राख्नु तपाईँ चढाउँदा झुकेर चढाउनु होला त्यसलाई अलिकति राख्ने अहिले हात साथ धुनु पऱ्यो भने मात्रै त्यो कुसको भाँडो अगाडि राख्नु त्यो कुसको औँठी छ लगाउनु दाहिने हातको साइ ल्याउनु दुईजनाले होइन होइन उहाँ तपाईँले मात्रै लगाउनु गाँठो मासतिर हातमा फुल अक्षता लिनु फुल भनेको त्यो अक्षता भनेको यो टिका तपाईँ छोइदिइराख्नु त्यही गर्नुपर्छ कुसको भाँडा त्यसरी छोइराख्नु हरि ओम देवादेव हेरनं सप्तक्रीमा वायुर्मा तस्मादेन सुविषमञ्जतुमस जग्रा सप्तक्रीमा वायुर्मा तस्मादेन सुविषमञ्जतुमस चढाइदिनु जल चढाइदिनु चम्चाले सन्नो देवी रष्टाप भवन्तु कृपया दाहिने हातले सन्नन्त्रेण समन्त्रणः चन्दन चढाइदिने ओम त्यहीभित्र चन्दन चढाइदिने गन्धद्वारा दुरादेशम निष्ठां पुष्टां करिष्णां विश्व सर्वभूतानां अक्षता चढाइदिनु अक्षन्नमित तेजसे जौर तेल चढाइदिनु जबोसी जबरात्रि तेलोसी सोमदैव्यः सकेसम्म यो अम्ला प्रयोग गर्नुपर्छ साइले अम्ला रिङ लगाएकोमा अब फेरि फुल चढाइदिनु श्री सत्य लक्ष्मी सुपुत्रबाट पार्श्वे दक्ष पाण्डवेतानि सर्वलोकमयी खाणम्मः त्यहाँबाट 3टा कुशको टुक्रा लिनु कुशत्रय सहितः यसो कुशको टुक्राले यसरी टुप्पोले पानी जल चोप्नु यसरी पानी चोपेर वरिपरि छरिदिनु यसरी चोप्नु यसरी छरिदिनु वरिपरि अपवित्र पवित्र वा सर्वा वस्तुको विवाह
यसमरी पुण्डरीकाक्ष सर्वाभ्यायम सरस्वती तयारी तयारी लगभग आउनुपर्छ है। अब लगभग म 5 मिनटमा त्यो हुन्छ। त्यो केसरीमा पानी जल राखेर अलिक गिलो गराउनु। त्यस पछाडि चम्चा राख्नु त्यसै। यसलाई केही फुलसुल राख्नुपर्छ त्यसलाई फुलाइन खुस्रा खुस्रा केही पानी हालिदिउँ। त्यही छ। बुवा मम्मी एकैचोटि चाहिने हो। मम्मी चाहिँ यहाँ सुरुमै गौदान गर्नुपर्छ, गाउँ खानुपर्छ। ऊ त्यो 2टा कलशमा राखिदिनु त पञ्चपात्र। यसरी मात्रै राख्नु। ऊ त्यो अक्षता पनि हजुरको अगाडि राख्नु। यो गिलै हुनुपर्छ यो केसरी। अलिक गिलै हुनु। त्यसो त धेरै हालेछ मैले। मम्मीलाई चाहिँ पठाइदिनु पऱ्यो, म जानु पऱ्यो। म जान्छु म। न्यापी चेन्ज गर्नुपर्छ अहिले। ठ्याक्कै म जान्छु बुवा। ढिलो भयो। तिनीहरू ग्यारेजमा राख्यो है। एउटा बिन चाहिँ बनाउनु पायो भने चाहिँ यही छ। यो पनि बनाइदिनु। पुरै ट्याक्क भयो मलाई चाहिएको बनाउनु पर्यो। नमस्ते गुरु। नमस्कार। ठिक छ ल, तपाईँ तयारी हो? हजुर ल म गएँ त। मम्मीले हेर्नुपर्छ। अब न्यापी चेन्ज गर्नु पऱ्यो। मैले गरिसकेँ। चिसो नटो कुट्दै मान्छे। ल बस्न सजिलो छ? ठिक छ। ठिक छ। ल, ठिक छ। त्यो फुस्रो सिन्दुर परेको थालीमा छैन है? हजुर पूजा थालीमा त फुस्रो यो ओरेन्ज कलरको छ। थालीमा छैन, त्यहीँ हुनुपर्छ। यहाँ कता कहाँनिर छ यतै। त्यो हेर्नु र। एउटा त्यो बिचमा राख्नु भन्नु न। भिडियोमा थिएन त्यही भएर हामीले बिचमा के हाल्ने भयो। चिसो भयो होला। यहाँ उभिन्न बरु, यहाँ उभिन्न। चिसो हुन्छ त्यो अहिले फेरि। यहाँ उभिन्न। माथि हेर्नु। बोल यता उभिन्न। हेर्नु त चिसो। मलाई उति जल ल्याउनु। ओम गोमूत्रम गोमयम क्षीर। अमरले पञ्चामृत त सबै कुरो पारिदिनु भयो त म छ। दुध भयो। दही घिउ दूध मह दही मह घिउ घिउ चिनीहरू हाले होला। यो वैसा है।
अलिकति दुबो दिएछु भयो गोमूत्रं गोमयं क्षीरं पञ्चगव्यासतयक्षुलगोदनं वेदकर्माण वेदसम्पुत्राणादिशतशैवं शतकर्माण विंशति सहस्रशेर ल सब परिवार सबैजना गौत खाना आउनु पर्यो ल पहिला चिनी के हजुर ल सबैजना मम्मीलाई नि बोलाउनु यो प्रस्तुति गौत हो यो चाहिँ खाँदाखेरि केही पनि केही यस्तो हुँदैन। पनि केही पनि आउँदैन मजाले खानु म अब जान्छु त्यसमा ओम अपवित्र पवित्र वाह सर्वावस्तङ्गदुर्वाय स्मरे पुण्डरीकाक्ष आउनु भयो त सबैजना आउनु अनि म ल। जान्छु तपाईँले एकपल्ट बस्नु पर्यो पहिला गौत खाएर हात धोएर अनि टक्क आएर पूजामा बस्नु गाउँ होइन खाने सबै खाने गोमूत्रम गोमयम क्षीरम दधि सर्पकुशोदनम यो नेपालको धेरै खान सकिँदैन यहाँको जति खाइहाल्छ अब हात धुने हात धुने ल यतगतो तयनं पापमोक्ष्यते परिहेतवे रुद्राणि मम्मी छोड्नु भयो हृदय गव्य हुन्छ लगेर ल हजुरले दिएर गयो घरको कोठा किचन बेडरुम यसो त्यो सबैमा छ गोबरले यसो शुद्धि गर्दै आउनु न त पठाउनु पर्दैन त्यही हो लगिदिनुहुन्छ अरे पर्दैन पठाउनु पर्दैन ल सुरु गरौँ ल पहिला ऊ त्यो जल लिनु त उता हो त्यो यसो उतापट्टि उहाँ लगिदियो उतापट्टि फर्किनु 3 पल्ट पानी अचाउनु यसरी पिउनु यसरी हातको बिचमा राख्ने चट्ट पिउने अझै भएर भन्दा यस्तो बिचमा पानी पर्यो पिउनु केशवाय नमः फेरि अर्कोपल्ट फेरि राख्नु त्यसलाई आचमन गरे भन्छ माधवाय नमः पिउनु फेरि ओम नमो नारायणाय नमः अब हात पखाल्नु सर त्यही जले लगाइयो उतै राख्नु यो जल चाहिँ नजिक राख्नु तपाईँ चढाउँदा झुकेर चढाउनु होला त्यसलाई अलिकति राख्ने अहिले हात साथ धुनु पऱ्यो भने मात्रै त्यो कुसको भाँडो अगाडि राख्नु त्यो कुसको औँठी छ लगाउनु दाहिनेको साइ ल्याउनु दुईजनाले होइन होइन उहाँ तपाईँले मात्रै लगाउनु गाँठो मासतिर हातमा फुल अक्षता लिनु फुल भनेको त्यो अक्षता भनेको यो टिका तपाईँ छोइदिएर केही गर्नु कुसको भाँडा यसरी छोइराख्नु हरि ओम देवादेव हेरनं माह सप्तक्रिमा वायुर्मा तस्मादेन सुविषमं तत्त्वस यदि जग्रा सप्तक्रिमा वायुर्मा तस्मादेन सुविषमं तत्त्वस चढाइदिनु जल चढाइदिनु चम्चाले सन्नो देवी रष्टाप भवन्तु हृदय दाहिने हातले सन्नन्त्रेण समन्त्रणः चन्दन चढाइदिने ओम त्यहीभित्र चन्दन चढाइदिने गन्धद्वारा दुरादेशम निष्ठां पुष्टां करिष्णां विश्व सर्वभूतानाम् अक्षता चढाइदिनु अक्षण्यमित तेजसी जौ र तेल चढाइदिनु जबोसी जबरात्रि तेलोसी सोमदैव्यः सकेसम्म यो अम्ला प्रयोग गर्नुपर्छ साइलेममा रिङ लगाएकोमा अब फेरि फुल चढाइदिनु श्री सत्य लक्ष्मी सुपुत्रबाट पार्श्वे दक्ष पाण्डवेतानि सर्वलोकमयी खाडम्मः त्यहाँबाट 3टा कुशको टुक्रा लिनु कुशत्रय सहितः यसो कुशको टुक्राले यसरी टुप्पोले पानी जल चोप्नु यसरी पानी चोपेर वरिपरि छरिदिनु यसरी चोप्नु यसरी छरिदिनु वरिपरि अपवित्र पवित्र वा सर्वा वस्तुगत विवाह यसमरि पुण्डरीकाक्ष सर्वाभ्यायम सरसुचि ओम पुण्डरीकाक्ष पुनातो श्रीहरि पुण्डरीकाक्ष पुनातो कुशल रहेर आसन राख्नु तल ल पहिला शुद्धिकरणको लागि चाहिँ हामी गौदान गर्छौँ गौदान भनेको गाईदान हाम्रो जीवनकालमा हामीले जानेर नजानेर गरिएका सबै पाप कर्महरूलाई निवारण गर्नको लागि एउटा बोता अगाडि राख्नु यो खाली बोता त्यसमा एउटा नोट पैसा राख्नु गाई राख्नु एउटा कोइन पैसा भाइमा बासी राख्नु बासी भाइमा अगाडि गाईको अगाडि फ्लोरमा भाइमा बासी कोइन चाहिँ अब त्यहाँ एउटा गाँठो पारेको कुछ छ गाईको पुच्छर गाईभित्र त नोट पैसा माथि राख्नु ल अब जल चढाएर गाईलाई सम्झेर पूजा गर्नु त्यही जल चढाइदिनु गरम पात्रमा पूजा गर्दाखेरि सधैँ जल चन्दन अक्षता फुल सबै कुराहरू ओम नमो गोभ्य श्रीमतीभ्य सौरभे भैरज नमो ब्रह्मा सुतवेक्ष पवित्राभ्य नमः चन्दन अक्षता ज्योतिर् फुल घृतमे सन्तमे गावमे सन्त पृष्ठता गावमे घृतमे सन्तु गवा मध्य पेशाभ्यं गोभ्यो नमः
ब्राह्मणाय नमो ब्राह्मण्य देवाय गो ब्राह्मण हिताय जगत हिताय कृष्णाय गोविन्दाय नमः जल अलि धेरै राख्नु अलि खन्याएर त्यो गाईको पुच्छार लिनु यसरी पुच्छारले जल चोक्नु 5 पल्ट भएको बाछीलाई छर्किनु मनमे तर्वे फेरि वाचमे तर्वे प्रणवमे तर्वे चक्षुर्मे तर्वे शिरमा 3 पल्ट पितृ खन्नः उहाँलाई पनि आपशीर्षि गणाध्यक्ष आपशीर्षि गणेवता तिथिवार्थानुष्ठ नक्षत्र विष्णवे गजम युगम च कारणम विष्णु सर्वे विष्णुरहं जगत हरि ओम तत्सतः कुश र पानी लिनु कुश लिनु यसो पानी उभाउनु अब यसरी गाईलाई छुनु ल दुवैजनाले भन्नु ओम विष्णु गाईलाई टपरी यसरी भएन समाको भएन ओम विष्णु ओम विष्णु ओम विष्णु फेरि भन्नु ओम विष्णु तिथिवार तथा विष्णु नक्षत्र विष्णुमे वज्रगम च कर्णम विष्णु सर्वे विष्णुरहं जगत हरि ओम तत्सत् श्रीमद् भागवत महापुराण पुरुषोत्तमाय विष्णुराज्ञं प्रवर्तमानस्य सकल जगतः सृष्टि कारणं ब्रह्मणादित्यादि श्री श्रीद्वारा कल्पे वैवस्य शतमन्तरे अष्टाविंशतितमे युगे प्रह्लादाधिपति मनुसप्तमी सत्य त्रेता द्वापरान्ते कलियुगस्य प्रथम चरणे भूरुलोके या पुण्यभूमौ ऑस्ट्रेलिया महादेशे सिडनी नाम्ने नगरे सिडनी नामान्तर्गतः मैक्गुरी पार्क है नाम चरणस्थले कृत नाम संवत्सरित नाम तैमा स्वराज्य ज्येष्ठ मासशयाम तिथि परिपूर्णादिकरणमुहूर्तां शुभांशके शुभ समय शुभ प्रात समय अद्य कर्मणिकः दहाल हजुर हैन अब टङ्क धारेण वत्स गोत्र हैन नामः तपाईको शुभ राशि मिथुन मिथुन राशि नामदेव्याः सपत्निक हजुरको मीन राशि नामदेव्याः सपत्निकः मम आद्य कर्मणिक दीपकलश गणेश पूजन कर्मणिक आवाहित स्थापित देवता पूजन पूर्वक अभिनव जातकस्य बालकर्मणिकं नामकरण संस्कार निमित्तक गम्य गम्य शोच्य शोच्य देह देह सकल दोष निवारणं कायिक वाचिक मानसिक संसर्गदादि सकल दोष निवारणार्थं गौतम गोत्राय नाम श्रवणे ब्राह्मणाय स्वपूजिताय प्रायश्चित गौदान दान तेन तुभ्यं सम्प्रपदे कुस्ते चढाइदिने एउटा फुल लिएर दुवैजनाले गाईलाई सम्झेर प्रार्थना गर्ने कपिले सर्वदेवानं पूजनीय शिरोहणि तीर्थदेवमयी स्वां तस्मा शान्ति प्रैक्षमे या लक्ष्मी लोकपादानं तेन रूपेण संक्षिता तेन रूपेण सदा देवी मम पाप विपोहतु गाईलाई चढाएर नमस्कार गर्ने अब त्यो भैँमा भएको बाछीलाई पूजा गर्ने पहिला जल चढाउने शरणार्घ स्वाहा चन्दन नक्षत्र फुल चढाइदिने साइल्यामलाई प्रयोग गर्ने श्रवण शुक्ल स्वाहा श्रवण ज्योति स्वाहा श्रवणार्घेन स्वाहा समिधतेन ब्रह्मणाम अद्य कृते तत् पूजा गरेर भैँको पैसालाई हातमा उठाइदिने गौदान दान प्रतिष्ठा पूर्वकको नाम सर्वणे ब्राह्मणाय उठाउने दान प्रतिष्ठा तेन तुभ्यं सम्प्रपति गाईभित्र मिसाइदिने गोदाधर कामदाइदिने गाईलाई जलले दाहिने पाएर 3 पल्ट घुमाइदिने यानि कान्ति पापानि जन्म जन्मान्त कृतानि तानि सर्वाणि सन्त प्रदक्षिणां पदे पदे नमस्कार गरेर गाईलाई थोरे तानेर मपट्टि लिएर आइदिने नउठाउनु गाई हो यो गाई उठाउनु सकिँदैन ओम देवो शान्तिरन्तरङ्ग शान्ति पृथिवी शान्तिराप शान्तिरूपदय शान्ति विश्वे देवा शान्ति ब्रह्म शान्ति क्षमा शान्तिरदिः यजमान भालि ब्रह्मण हस्ते स्वस्ति तिलकं महा स्वस्ति स्थिते कुशलमस्तु चिरायुरस्तु समृद्धिरसत्करुणार्थं सतध्यानमस्तु ल त्यो थालीमा भएको राई सर्स्यम तोरीलाई यज्ञको चारै दिशामा छर्दिने यसरी वरिपरि छर्दिने यब सर्वन्ते भूतमे भूता भविष्यं क्षिताम् यभुक्तां विघ्नकर्तारं तान सन्त शिवाघ्यम् अपक्रमन्त भूतानि पिशाच सर्वदिशा एत पूजकरादित्यं पूजाकर्म समारवे दियो बाल्दिन ओम चंद्र ज्योति ज्योतिरस्वः वज्र ज्योति ज्योतिरस्वः त्रेणार ज्योति ज्योतिरस्वः सत ज्योतिरं ज्योतिरज्ञानं प्रजापति ज्योतिरं सर्वभूतस्य रुद्राणां ब्रह्मणाहुत देव्याणमरुतशैव सर्वज्योतिरसोमृताम् वनस्पतिरसो दिव्यां गण्डस्य गण्डमुत्तमम् आग्रवे सर्वदेवायं धूपोऽयं प्रतिगृह्यतः कतातिर फर्काइदिन्छु कता फर्काइदिनु ल हातमा दुवैजनाले फुल अक्षता दुबो लिएर हात जोड्ने सर्वप्रथम तपाईहरुको आफ्नो इष्ट देवता कुल देवता परिवारले मान्ने मठ मन्दिर देवी देवताहरू सबै भगवानलाई स्मरण गर्ने भगवानको भावनाले आमन्त्रण गर्ने यो ठाउँमा भगवानलाई पूजा गर्दै हुनुहुन्छ आफूले मान्नु भएका
सबै देवदेवतालाई भावनाले बोलाउने कुलदेवताहरू सब भगवानको देवतालाई स्मरण सम्झने। गर्ने सम्मुखम एकदन्तैसम कपिलो गजकर्णकम लम्बोदरस्य विकटो विघ्ननाश विनायकम धूम्रकेतुर्गणदक्ष भालचन्द्र गजाननं द्वादशं सहित नामामि या पठे शरणयोदपि विद्यारम्भे विवाहे च प्रवासे निर्गमे तथा संग्रामे संकटे सैवं विघ्नं तस्य न जायते शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजां प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये मङ्गलं भगवान् विष्णुमङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि सर्वमाङ्गल्यमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्यं त्र्यम्बके गौरी नारायणी नमस्तुते श्रीमन्महागणाधिपतये नमः भगवान गणेश जी को नमस्कार गर्ने लक्ष्मी नारायण भगवानलाई नमस्कार गर्ने शङ्कर भगवानलाई नमस्कार गर्ने माता पितृभ्यो नमः चरण कमलेभ्यो नमः तपाईँको आफ्नो आमालाई बुवालाई नमस्कार गर्ने देवाङ्गत नभएका सबै पितृहरूलाई नमस्कार गर्ने सद्गुरुभ्यो नमः शिक्षा दिनुहुने गुरुहरूलाई नमस्कार गर्ने स्थान देवता ग्राम देवता आफूले मान्नुभएका सबै देवदेवतालाई नमस्कार गर्ने सर्वेभ्यो देवेभ्यो नमः सर्वेभ्यो ब्राह्मणेभ्यो नमः ओम ऋद्धि सिद्धि सहिताय श्रीमन्महागणाधिपतये नमः भगवान् गणेशलाई चढा नमस्कार गर्ने गजाननं भूतगणाधिसेवितं नौठौँ कपिलजमो कपिलबन्धुसुरस्पादं उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं घण्टी बजाइदिनु सूर्य भगवानलाई नमस्कार ये हे सूर्य सहस्रांशो तेजो राज्यगतं परिणम भक्त ग्रहणार्थ दिवाकर भूमिलाई पृथ्वीलाई पूजा गर्नु जल चढाएर ओम भूराशि भूमिराशि दृष्टिराशि विश्वराशि लाभ्याम पृथ्वी नमः भूमे नमः अझै भएन औँठी लगाएमा कसको औँठीको अमलाले पूजा गर्नुपर्छ पृथ्वी नमः फुल चढाउने धरती मात्र वेश नवैदेश भक्ति मात्रणं तत्त्व यान्ति परारणं तदोस्तन्त तय देवं पितृदेवे नमो नमः स्वस्ति वासनम हातमा फुल अक्षता दुबोलेर हात जोड्ने दुवैजनाले विष्णु विष्णुम तीनपल्ट विष्णु भगवानको नाम स्मरण गर्ने पूर्वचारित सिद्धिरस्तु अध्यय गोत्र कर्मणिकार्थम वत्स गोत्र नाम सपत्नीकहं मम आद्य दिनाथकरण सिद्धार्थम तपाईँले जुन यो पूजा हवन गर्दै हुनुहुन्छ यसलाई संस्कृतमा बताएको छ अभिनव जातकस्य बालकर्मणिकम नामकरणार्थ सिद्धार्थमा जो नेपालीमा अर्थ लगाउँदाखेरि जुन नवजात शिशुको जन्म हुन्छ जन्म भए पछाडि जुन हाम्रो हिन्दू संस्कारद्वारा ओम पुण्डरीकाक्ष पुनाथ श्रीहरि पुण्डरीकाक्ष पुनाथ पुष्प रहेर आसन राख्छ ल पहिला शुद्धिकरणको लागि चाहिँ हामी गाउँदान गर्छौँ गाउँदान भनेको गाईदान हाम्रो जीवनकालमा हामीले जानेर नजानेर गरिएका सबै पाप कर्महरूलाई निवारण गर्नको लागि एउटा पोता अगाडि राख्नु यो खाली पोता त्यसमा एउटा नोट पैसा राख्नु गाई राख्नु एउटा कोइन पैसा भाइमा बासी राख्नु बासी भाइमा अगाडि गाईको अगाडि फ्लोरमा भाइमा बासी कोइन चाहिँ अब त्यहाँ एउटा गाँठो पारेको कुछ छ गाईको पुच्छर गाईभित्र त नोट पैसा माथि राख्नु अब जल चढाएर गाईलाई सम्झेर पूजा गर्ने त्यही जल चढाइदिनु गरम पात्रको पूजा गर्दाखेरि सधैँ जल चन्दन अक्षता फुल सबै कुराहरू है ओम नमो गोभ्य श्रीमतीभ्य सौरभे भैरज नमो ब्रह्मा सुतवेक्ष पवित्राभ्य नमः चन्दन अक्षता ज्योतिर् फुल घृतमे सन्तमे गावमे सन्त पृष्ठता गावमे घृतमे सन्तु गवा मध्यपशाभ्यं गोभ्यो नमः ब्राह्मणाय नमो ब्राह्मण्य देवाय गो ब्राह्मण हिताय जगदीताय कृष्णाय गोविन्दाय नमः जल अलि धेरै राख्नु अलिक खनाएर त्यो गाईको पुच्छर लिनु यसरी पुच्छरले जल चोप्नु 5 पल्ट भएको बाछीलाई छर्किनु मनमे तर्वे फेरि वाचमे तर्वे प्रणवमे तर्वे चक्षुर्मे तर्वे शिरमा 3 पल्ट पितृ खन्नः उहाँलाई पनि आपशीर्षि गणाध्यक्ष आपशीर्षि गणेवता तिथिवार्था विष्णु नक्षत्र विष्णवे भजम युगम चरणम विष्णु सर्वे विष्णुरहं जगत हरि ओम तत्सदः कुश र पानी लिनु कुश लिनु यसो पानी उभाउनु अब यसरी गाईलाई छुनु ल दुवैजनाले भन्नु ओम विष्णु गाईलाई टपरीभित्र यसरी भएन समाएको भएन ओम विष्णु फेरि भन्नु ओम विष्णु तिथिवार तथा विष्णु नक्षत्र विष्णुमे भज युगम चरणम विष्णु सर्वे विष्णुरहं जगत हरि ओम तत्सत् श्रीमद्भागवत महापुराण पुरुषोत्तमाय विष्णुराज्ञं प्रवर्तमानस्य सकल जगतः सृष्टिकारणं ब्रह्मणादित्यादि श्रीशैलधारा कल्पे शतमन्तरे
अष्टाविंश सतितमे प्रहलादाधिपति मनुसप्तमी सत्य त्रेता द्वापरान्ति कलियुगस्य प्रथम चरणे भूर्लोके या पुण्यभूमो ऑस्ट्रेलिया महादेशे सिडनी नामने नगरे सिडनी नामांतर्गतः मैकुरी पार्क फील्ड नाम चरणस्थले कृत नाम संवत्सरित नाम तैमा स्वराज ज्येष्ठ मास शुक्लवत्सरस्यां तिथि परिपूर्णादि कर्मोतां शुभांशके शुभ समय शुभ प्रात समये अद्य कर्मणिकः दहल हैन अवटंक धारेण वत्स गोत्र हैन हजुर नाम तपाईको शुभ राशि मिथुन मिथुन राशि नामदेव्याः हरिदास सपत्निक हजुरको मीन मीन राशि नामदेव्याः सपत्निकः मम आद्य कर्मणिक दीपकलश गणेश पूजन कर्मणिक आवाहित स्थापित देवता पूजन पूर्वक अभिनव जातकस्य बालकर्मणिकं नामकरण संस्कार निमित्तक गम्य गम्य शौच लेह लेह सकल दोष निवारणं कायिक वाचिक मानसिक संसर्गदादि सकल दोष निवारणार्थं गौतम गोत्राय नाम श्रवणे ब्राह्मणाय सपूजिताय प्रायश्चित गौदान दान तेन तुभ्यं सम्प्रपदे कुस्ते चढाइदिने एउटा फुल लिएर दुवैजनाले गाईलाई सम्झेर प्रार्थना गर्ने कपिले सर्वदेवानं पूजनीय शिरोहणि तीर्थदेवमयी स्वां तस्मा शान्ति प्रयक्षमे या लक्ष्मी लोकपादानं तेन रूपेण संक्षिता धेन रूपेण सदा देवी मम पाप व्यपोहतु गाईलाई चढाएर नमस्कार गर्ने अब त्यो भैँमा भएको बाछीलाई पूजा गर्ने पहिला जल चढाउने शरणार्घ स्वाहा चन्दन नक्षत्र फुल चढाइदिने साई ल्याम्ला प्रयोग गर्ने श्रवण शुक्ल स्वाहा श्रवण ज्योति स्वाहा शरणार्घेन स्वाहा समित तेन ब्रह्मणाम अद्य कृते तत् पूजा गरेर भैँको बसेर हातमा उठाइदिने गौदान दान प्रतिष्ठा पूर्वक नाम सर्वने ब्राह्मणाय उठाउने दान प्रतिष्ठा तेन तुभ्यं सम्प्रपति गाईभित्र मिसाइदिने पदाधार कामदायिदिने गाईलाई जलले दाहिने पाएर तिनपल्ट घुमाइदिने यानि कान्ति पापानि जन्म जन्मान्त पितानि तानि सर्वाणि सन्तु प्रदक्षिणां पदे पदे नमस्कार गरेर गाईलाई थोरे तानेर मपट्टि लिएर आइदिने नउठाउनु गाई हो यो गाई उठाउनु सकिँदैन ओम देवो शान्तिरन्तरं शान्ति पृथिवी शान्तिराप शान्तिरूपधय शान्ति विश्वे देवा शान्ति ब्रह्म शान्ति क्षमा शान्तिरदिः यजमान भालि ब्रह्मण हस्ते स्वस्ति तिलकं महा स्वस्ति स्थिते कुशलमस्तु चिरायुरस्तु समृद्धिरसत्करणार्थं तदध्यानमस्तु ल त्यो थालीमा भएको राय सर्सिम तोरीलाई यज्ञको चारै दिशामा छरिदिने यसरी यो यज्ञमा सर्व वरिपरि छरिदिने यब सर्वन्ते भूतं भूता भविष्यं यभुक्तां विघ्नकर्तारं तान सन्तु शिवाघ्यम् अपक्रमन्त भूतानि पिशाच सर्वदिशा एत पूजकरादित्यं पूजा कर्म समारवे दियो बालिन ओम चंद्र ज्योति ज्योतिरस्वः वज ज्योति ज्योतिरस्वः त्रेणार ज्योति ज्योतिरस्वः सत ज्योतिरं ज्योतिरज्ञानं प्रजापति ज्योतिरं सर्वभूतस्य रुद्राणां ब्रह्मणाहुत देव्याणमरुतशैव सर्वज्योतिरशोमृतां वनस्पतिरशो दिव्यां गण्डस्य गण्डमुत्तमम् आग्रवे सर्वदेवायं धूपोऽयं प्रतिगृह्यतः कतातिर फर्काइदिन्छु कता फर्काइदिनु ल हातमा दुवैजनाले फुल अक्षता दुबो लिएर हात जोड्ने सर्वप्रथम तपाईँहरूको आफ्नो इष्ट देवता कुलदेवता परिवारले मान्ने मठ मन्दिर देवी देवताहरू सबै भगवान्लाई स्मरण गर्ने भगवानको भावनाले आमन्त्रण गर्ने यो ठाउँमा भगवान्लाई पूजा गर्दै हुनुहुन्छ आफूले मान्नुभएका सबै देवदेवतालाई भावनाले बोलाउने कुलदेवताहरू सब भगवानको स्मरण देवतालाई गर्ने सम्मुखम एकदन्तैसम कपिलो गजकर्णकं लम्बोदरस्य विकटो विघ्ननाश विनायकं धूम्रकेतुर्गणदक्ष भालचन्द्र गजाननं द्वादशं सहित नामामि या पठे शरणयोदपि विद्यारम्भे विवाहे च प्रवासे निर्गमे तथा संग्रामे संकटे शैवं विघ्नं तस्य न जायते शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजां प्रसन्नवदनं ध्यायामि सर्वविघ्नोपशान्तये मङ्गलं भगवान् विष्णुमङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मंगलाय तनोहरि सर्वमांगल्य मांगल्य शिवे सर्वार्थ साधिके शरण्यं त्र्यंबके गौरी नारायणी नमस्तुते श्रीमन्महागणाधिपते नमः भगवान गणेश जी को नमस्कार गर्ने लक्ष्मी नारायण भगवानलाई नमस्कार गर्ने शंकर भगवानलाई नमस्कार गर्ने माता पितृभ्यो नमः चरण कमलेभ्यो नमः तपाईको आफ्नो आमालाई बुवालाई नमस्कार गर्ने देवाङ्गत नभएका सबै पितृहरूलाई नमस्कार गर्ने सद्गुरुभ्यो नमः शिक्षा दिनुहुने गुरुहरूलाई नमस्कार गर्ने
स्थान देवता ग्राम देवता आफूले मान्नुभएका सबै देवदेवतालाई नमस्कार गर्ने। सर्वेभ्यो देवेभ्यो नमः सर्वेभ्यो ब्राह्मणेभ्यो नमः। ओम वृद्धि सिद्धि सहिताय श्रीमन् महागणाधिपतये नमः। भगवान् गणेशलाई चढा नमस्कार गर्ने। गजाननं भूतगणाधिसेवितं नौठौँ कपिलजमु कपिलभङ्गसुरस्पार्श्वतं उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं। घण्टी बजाइदिनु। श्री गणेशाय नमः। सूर्य भगवानलाई नमस्कार गर्नु। ये हे सूर्य सहस्रांश तेजो राशि जगतजनकं परिणं भक्ति ग्रहणाद्य दिवाकर भूमिलाई पृथ्वीलाई पूजा गर्नु जल चढाएर। ओम भूराशि भूमिराशि दृष्टिराशि विश्वराशि राभ्याम पृथ्वी नमः भूमे नमः। अझै भएन औँठी लगाएमा कुसको औँठीको अम्लाले पूजा गर्नुपर्छ। पृथ्वी नमः फुल चढाउने। धरती मात्रै वेशनम यदेश भक्ति मात्रणं ततो यान्ति परारणं तदोस्तन्त तय देवं पितृदेवे नमो नमः। स्वस्ति वासनम। हातमा फुल अक्षता दुबोलेर हात जोड्ने दुवैजनाले। विष्णु ओम 3 पल्ट विष्णु भगवानको नाम स्मरण गर्ने। पूर्वचारित सिद्धिरस्तु अद्यः गोत्र कर्मणिकार्थं वत्स गोत्रः नाम सपत्निकहं मम। आद्य दिनात् करण सिद्धार्थं तपाईले जुन यो पूजा हवन गर्दै हुनुहुन्छ यसलाई संस्कृतमा बताएको छ। अभिनवजातकस्य बालकर्मणिकम नामकरणार्थ सिद्धार्थमा जुन नेपालीमा अर्थ लगाउँदाखेरि जुन नवजात शिशुको जन्म हुन्छ, जन्म भए पछाडि जुन हाम्रो हिन्दू संस्कारद्वारा ओम पुण्डरीकाक्ष पुनाथ श्रीहरि पुण्डरीकाक्ष पुनाथ पुष्प भएर आसन रहन्छ ल पहिला शुद्धिकरणको लागि चाहिँ हामी गाउदान गर्छौँ। गाउदान भनेको गाईदान। हाम्रो जीवनकालमा हामीले जानेर नजानेर गरिएका सबै पाप कर्महरूलाई निवारण गर्नको लागि एउटा बोता अगाडि राख्नु। यो खाली बोता। त्यसमा एउटा नोट पैसा राख्नु, गाई राख्नु, एउटा कोइन पैसा भैमा बासी राख्नु। बासी भैमा अगाडि, गाईको अगाडि फ्लोरमा भैमा बासी कोइन चाहिँ। अब त्यहाँ एउटा गाँठो पारेको कुछ छ गाईको पुच्छर, गाईभित्र त नोट पैसा माथि राख्नु। अब जल चढाएर गाईलाई सम्झेर पूजा गर्ने। त्यही जल चढाइदिनु गरम पात्रमा। पूजा गर्दाखेरि सधैँ जल चन्दन अक्षता फुल सबै कुराहरू है। ओम नमो गोभ्यः श्रीमतीभ्यः सौरभे भैरज नमो ब्रह्मा सुतवेक्ष पवित्राभ्य नमः। चन्दन अक्षता जौतिन फुल। घृतमे सन्तमे गावमे सन्त पृष्ठता गावमे घृतमे सन्तु गवा मध्य पृषाभ्यं गोभ्यो नमः। ब्राह्मणाय नमो ब्राह्मण्य देवाय गो ब्राह्मण हिताय जगदिताय कृष्णाय गोविन्दाय नमः। जल अलि धेरै राख्नु, अलि खन्याएर त्यो गाईको पुच्छर लिनु। यसरी पुच्छरले जल चोक्नु। 5 पल्ट भएको बाछीलाई छर्किनु। मनमे तर्वे, फेरि वाचमे तर्वे, प्रणवमे तर्वे, चक्षुर्मे तर्वे, शिरमा 3 पल्ट। पितृ खन्नः उहाँलाई पनि आपशीर्षि गणाध्यक्ष आपशीर्षि गणेवता तिथिवार्था विष्णु नक्षत्र विष्णवे भजम युगम च कारणं विष्णु सर्वे विष्णुरहं जगत हरि ओम तत्सदः। कुश र पानी लिनु। कुश लिनु, यसो पानी उभाउनु। अब यसरी गाईलाई छुनु। ल दुवैजनाले भन्नु ओम विष्णु। गाईलाई टपरी यसरी भएन, समाएको भएन। ओम विष्णु ओम विष्णु। फेरि भन्नु ओम विष्णु। तिथिवार तथा विष्णु नक्षत्र विष्णुमे भज युगम च कारणं विष्णु सर्वे विष्णुरहं जगत हरि ओम तत्सत्। श्रीमद्भागवत महापुराण पुरुषोत्तमाय विष्णुराज्ञां प्रवर्तमानस्य सकल जगतः सृष्टिकारणं ब्रह्मणादित्यादि श्रीशैलधाराकल्पे शतमन्तरे अष्टाविंशतितमे युगे प्रह्लादाधिपतिमनुसप्तमे सत्य त्रेता द्वापरान्ते कलियुगस्य प्रथम चरणे भूर्लोके या पुण्यभूमौ अस्ट्रेलियामादेशे सिडनी नाम्ने नगरे सिडनी नामान्तर्गतः मैक्गुरी पार्क है कि नामचरणस्थले कृत नाम संवत्सरित नाम तैमास ज्येष्ठ मास शुक्लपक्षस्यां तिथि परिपूर्णादिकरणमुहूर्तां शुभांशके शुभ समय शुभ प्रात समये अद्य कर्मणिकः दहाल हजुर होइन अवटङ्क धारेण वत्स गोत्र होइन नामः तपाईँको शुभ राशि मिथुन राशि नामदेव्याः सपत्निक हजुरको मीन राशि नामदेव्याः सपत्निकः मम आद्य कर्मणिक दीपकलश गणेश पूजन कर्मणिक आवाहित स्थापित देवता पूजन पूर्वक अभिनवजातकस्य बालकर्मणिकं नामकरण संस्कार निमित्तक गम्य शौच्य लेह सकल दोष निवारणं कायिक वाचिक मानसिक संसर्गदादि सकल दोष निवारणार्थं गौतम गोत्राय नाम श्रवणे ब्राह्मणाय
सपूजिताय प्रायश्चित गौदान दान तेन तुभ्यम सम्प्रपदे कुछ त्यहीँ चढाइदिने एउटा फुल लिएर दुवैजनाले गाईलाई सम्झेर प्रार्थना गर्ने कपिले सर्वदेवानम पूजनीय शिरोमणि तीर्थदेवमयी स्वाम तस्मा शान्ति प्रैक्षमे या लक्ष्मी लोकपादानम तेन रूपेण संक्षिता धेन रूपेण सदा देवी मम पाप व्यपोहतु गाईलाई चढाएर नमस्कार गर्ने अब त्यो भैँमा भएको बाछीलाई पूजा गर्ने पहिला जल चढाउने शरणार्घ स्वाहा चन्दन नक्षत्र फुल चढाइदिने साई ल्यामलाई प्रयोग गर्ने श्रवण शुक्ल स्वाहा श्रवण ज्योति स्वाहा श्रवणार्घेन स्वाहा समिधतेन ब्रह्मणाम अध्यकृते तत् पूजा गरेर भैँको पैसालाई हातमा उठाइदिने गौदान दान प्रतिष्ठा पूर्वक नाम सर्वने ब्राह्मणाय उठाउने दान प्रतिष्ठा तेन तुभ्यम सम्प्रपति गाईभित्र मिसाइदिने पदार्थ कामदाइदिने गाईलाई जलले दाहिने पाएर तीनपल्ट घुमाइदिने यानि कान्ति पापानि जन्म जन्मान्त पितानि तानि सर्वाणि सन्तु प्रदक्षिणाम पदे पदे नमस्कार गरेर गाईलाई थोरे तानेर मपट्टि लिएर आइदिने नउठाउनु गाई हो यो गाई उठाउनु सकिँदैन ओम महादेवो शान्तिरन्तरङ्गो शान्ति पृथिवी शान्तिराप शान्तिरूपदय शान्ति विश्वे देवा शान्ति ब्रह्म शान्ति क्षमा शान्तिरदिः यजमान भालि ब्रह्मण हस्ते स्वस्ति तिलकं महा स्वस्ति स्थिते कुशलमस्तु चिरायुरस्तु समृद्धिरसत्कर्णार्थं तदध्यानमस्तु। ल त्यो थालीमा भएको राय सर्स्यम तोरीलाई यज्ञको चारै दिशामा छरिदिने यसरी वरिपरि छरिदिने यब सर्वन्ते भूतं भूता भविष्यं क्षताम् यभुक्तां विघ्नकर्तारं तान सन्त शिवाघ्यम अपक्रमन्त भूतानि पिशाच सर्वदिशा एत पूजकरादित्यं पूजा कर्म समारवे दियो बाल्दिन ओम चंद्र ज्योति ज्योतिरस्वः वज ज्योति ज्योतिरस्वः त्रीणार ज्योति ज्योतिरस्वः सत ज्योतिरं ज्योतिरज्ञानं प्रजापति ज्योतिरं सर्वभूतस्य रुद्राणां ब्रह्मणाहुत देव्याणमरुतशैव सर्वज्योतिरसोमृतां वनस्पतिरसो दिव्यां गण्डस्य गण्डमुत्तम आग्रवे सर्वदेवायं धूपोऽयं प्रतिगृह्यतः कतातिर फर्काइदिन्थ्यो ल हातमा दुवैजनाले फुल अक्षता दुबो लिएर हात जोड्ने सर्वप्रथम तपाईँहरूको आफ्नो इष्ट देवता कुल देवता परिवारले मान्ने मठ मन्दिर देवी देवताहरू सबै भगवान्लाई स्मरण गर्ने भगवानको भावनाले आमन्त्रण गर्ने यो ठाउँमा भगवान्लाई पूजा गर्दै हुनुहुन्छ आफूले मान्नुभएका सबै देवदेवतालाई भावनाले बोलाउने भगवानको स्मरण गर्ने सम्मुखम एकदन्तैसम कपिलो गजकर्णकं लम्बोदरस्य विकटो विघ्ननाश विनायकं धूम्रकेतुर्गणदक्ष भालचन्द्र गजाननं द्वादशं सहित नामामि या पठे शरणयो दपि विद्यारम्भे विवाहे च प्रवासे निर्गमे तथा संग्रामे संकटे शैवं विघ्नं तस्य न जायते शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजां प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये मङ्गलं भगवान् विष्णुमङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मंगलाय तनोहरि सर्वमांगल्य मांगल्य शिवे सर्वार्थसाधिके शरण्यं त्र्यंबके गौरी नारायणी नमस्तुते श्रीमन्महागणाधिपते नमः भगवान गणेश को नमस्कार गर्ने लक्ष्मी नारायण भगवानलाई नमस्कार गर्ने शंकर भगवानलाई नमस्कार गर्ने माता पितृभ्यो नमः चरण कमलेभ्यो नमः तपाईँको आफ्नो आमालाई बुवालाई नमस्कार गर्ने देवाङ्गत नभएका सबै पितृहरूलाई नमस्कार गर्ने सद्गुरुभ्यो नमः शिक्षा दिनुहुने गुरुहरूलाई नमस्कार गर्ने स्थान देवता ग्राम देवता आफूले मान्नुभएका सबै देवदेवतालाई नमस्कार गर्ने सर्वेभ्यो देवेभ्यो नमः सर्वेभ्यो ब्राह्मणेभ्यो नमः ओम ऋद्धि सिद्धि सहिताय श्रीमन्महागणाधिपतये नमः भगवान् गणेशलाई चढाएर नमस्कार गर्ने गजाननं भूतगणाधिसेवितं नौठौँ कपिलजमो कपिलभङ्गसुरस्पादपद्मं उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं घण्टी बजाइदिनु सूर्य भगवानलाई नमस्कार ये हे सूर्य सहस्रांश तेजो राज्य दिवाकर भूमिलाई पृथ्वीलाई पूजा चढाएर ओम भौराशि वो मेराशि दृढशि विश्वरशिराभ्याम पृथ्वी नमः भूमे नमः अझै भएन औँठी लगाएमा कसको औँठीको अम्लाले पूजा गर्नुपर्छ
पृथ्वी नम फूल चढाउने धरती मात्रै बेस नवेदेश भक्ति मात्रणं ततो यान्ति परारणं तदोस्तन्त तय देवं पितृदेवे नमो नमः स्वस्ति वासनम हातमा फूल अक्षता दुबोलेर हात जोड्ने दुवैजनाले विष्णु तीनपल्ट विष्णु भगवानको नाम स्मरण गर्ने पूर्वचारित सिद्धिरस्तु अध्यय गोत्र कर्मणिकार्थम वत्स गोत्रः नाम सपत्निकः मम आद्य दिनाथकरण सिद्धार्थम तपाईले जुन यो पूजा हवन गर्दै हुनुहुन्छ यसलाई संस्कृतमा बताएको छ अभिनव जातकस्य बालकर्मणिकम नामकरणार्थ सिद्धार्थम यसलाई जुन नेपालीमा अर्थ लगाउँदाखेरि जुन नवजात शिशुको जन्म हुन्छ जन्म भए पछाडि जुन हाम्रो हिन्दू संस्कारद्वारा ओम पुण्डरीकाक्ष पुनाथ श्रीहरि पुण्डरीकाक्ष पुनाथ पुष्प लगाएर आसन राख्छ ल पहिला शुद्धिकरणको लागि चाहिँ हामी गौदान गर्छौँ गौदान भनेको गाईदान हाम्रो जीवनकालमा हामीले जानेर नजानेर गरिएका सबै पाप कर्महरूलाई निवारण गर्नको लागि एउटा पोता अगाडि राख्नु यो खाली पोता त्यसमा एउटा नोट पैसा राख्नु गाई राख्नु एउटा कोइन पैसा भाइमा बासी राख्नु बासी भाइमा अगाडि गाईको अगाडि फ्लोरमा भाइमा बासी कोइन चाहिँ अब त्यहाँ एउटा गाँठो पारेको कुछ छ गाईको पुच्छर गाईभित्र त नोट पैसा माथि राख्नु अब जल चढाएर गाईलाई सम्झेर पूजा गर्ने त्यही जल चढाइदिनु गरम पात्रको पूजा गर्दाखेरि सधैँ जल चन्दन अक्षता फुल सबै कुराहरू ओम नमो गोभ्य श्रीमतीभ्य सौरभे भैरज नमो ब्रह्मा सुतवेक्ष पवित्राभ्य नमः चन्दन अक्षता ज्योतिर् फुल घृतमे सन्तमे गावमे सन्त पृष्ठता गावमे घृतमे सन्त गवा मध्यपशाभ्यं गोभ्यो नमः ब्राह्मणाय नमो ब्राह्मण्य देवाय गो ब्राह्मण हिताय जगतिताय कृष्णाय गोविन्दाय नमः जल अलि धेरै राख्नु अलि खन्याएर त्यो गाईको पुच्छर लिनु यसरी पुच्छरले जल चोक्नु 5 पल्ट भएको बाछीलाई छर्किनु मनमे तर्वे फेरि वाचमे तर्वे प्रणवमे तर्वे चक्षुर्मे तर्वे शिरमा 3 पल्ट पितृखन्नः उहाँलाई पनि आपशीर्षि गणाध्यक्ष आपशीर्षि गणेवता तिथिवार्था विष्णु नक्षत्र विष्णवे रजम युगम च कारणं विष्णु सर्वे विष्णुरहं जगत हरि ओम तत्सतः कुश र पानी लिनु कुश लिनु यसो पानी उगाउनु अब यसरी गाईलाई छुनु ल दुवैजनाले भन्नु ओम विष्णु गाईलाई टपरी यसरी भएन समाको भएन ओम विष्णु फेरि भन्नु ओम विष्णु तिथिवार तथा विष्णु नक्षत्र विष्णुमे वचगम च कारणं विष्णु सर्वे विष्णुरहं जगत हरि ओम तत्सत श्रीमद् भागवत महापुराण पुरुषोत्तमाय विष्णुराज्ञं प्रवर्तमानस्य सकल जगतः सृष्टि कारणं ब्रह्मणादित्यादि श्री शतवार कल्पे कल्पस्य शतमन्तरे अष्टाविंशतितमे युगे प्रह्लादाधिपति मनुसप्तमी सत्य त्रेता द्वापरान्तिक कलियुगस्य प्रथम चरणे भूर्लोके या पुण्यभूमौ ऑस्ट्रेलिया महादेशे सिडनी नाम्ने नगरे सिडनी नामान्तर्गतः मैक्गुरी पार्क है कि नाम चरणस्थले कृत नाम संवत्सरित नाम तयमा स्वराज्य ज्येष्ठ मासुकलवशयाम तिथि परिपूर्णादिकरणमुहूर्तां शुभांशके शुभ समय शुभ प्रात समय अद्य कर्मणिकः दहल हजुर हैन अब टंक धारेण वत्स गोत्र हैन नामः तपाईको शुभ राशि मिथुन राशि नामदेव्याः सपत्निक हजुरको मीन राशि नामदेव्याः सपत्निकः मम आद्य कर्मणिक दीपकलश गणेश पूजन कर्मणिक आवाहित स्थापित देवता पूजन पूर्वक अभिनव जातकस्य बालकर्मणिकं नामकरण संस्कार निमित्तक गम्य शौच देह सकल दोष निवारणं कायिक वाचिक मानसिक संसर्गदादि सकल दोष निवारणार्थं गौतम गोत्राय नाम श्रवणे ब्राह्मणाय सपूजिताय प्रायश्चित गौदान दान तेन तुभ्यं सम्प्रपदे कुस्ते चढाइदिने एउटा फुल लिएर दुवैजनाले गाईलाई सम्झेर प्रार्थना गर्ने कपिले सर्वदेवानं पूजनीय शिरोहणि तीर्थदेवमयी स्वाम तस्मा शान्ति प्रैक्षमे या लक्ष्मी लोकपादानं धेन रूपेण संक्षिता धेन रूपेण सदा देवी मम पाप व्यपोहतु गाईलाई चढाएर नमस्कार गर्ने अब त्यो भैमा भएको बाछीलाई पूजा गर्ने पहिला जल चढाउने शरणार्घ स्वाहा चन्दन नक्षत्र फुल चढाइदिने साइल्यामलाई प्रयोग गर्ने श्रवण शुक्ल स्वाहा श्रवण ज्योति स्वाहा श्रवणार्घेन स्वाहा समिधतेन ब्रह्मणाम अद्य कृते तत् पूजा गरेर भएको पैसालाई हातमा उठाइदिने गौदान दान प्रतिष्ठा पूर्वक नाम सर्वणे ब्राह्मणाय उठाउने दान प्रतिष्ठा तेन तुभ्यं सम्प्रपति गाईभित्र मिसाइदिने पदार्थहरू कामदायिदिने गाईलाई जलले दाहिने पाएर 3 पल्ट घुमाइदिने यानि काञ्च पापानि जन्म जन्मान्त कृतानि तानि सर्वाणि सन्तु प्रदक्षिणां पदे पदे नमस्कार गरेर गाईलाई थोरे तानेर मपट्टि लिएर आइदिने नउठाउनु गाई हो यो गाई उठाउन सकिँदैन
ओम महादेवो शांतिरंतरंग शांति पृथिवी शांतिराप शांतिरूपधय शांति विश्वे देवा शांति ब्रह्म शांति क्षमा शांतिरदिः यजमान भालि ब्रह्मण हस्ते स्वस्ति तिलकं महा स्वस्ति स्थिते कुशलमस्तु चिरायुरस्तु समृद्धिरस्तु करुणार्थं सतध्यानमस्तु। ल त्यो थालीमा भएको राई सर्स्यम तोरीलाई यज्ञको चारै दिशामा छरिदिनु। यसरी यो यज्ञमा छ वरिपरि छरिदिने। यब सर्वन्ते भूतमे भूता भविष्यं सुतां यभुक्तां विघ्नकर्तारं तान सन्तु शिवाघ्यम् अपक्रमन्त भूतानि पिशाच सर्वदिशा एत पूजकरादित्यं पूजा कर्म समारोहे दियो बाल्दिन। ओम चंद्र ज्योति ज्योतिरस्वः वज्र ज्योति ज्योतिरस्वः रेणार ज्योति ज्योतिरस्वः सत ज्योतिरं ज्योतिरज्ञानं प्रजापति ज्योतिरं सर्वभूतस्य रुद्राणां ब्रह्मणाहुत देव्याणमरुतशैव सर्वज्योतिरसोमृतां वनस्पतिरसो दिव्यां गण्डस्य गण्डमुत्तमम् आग्रवे सर्वदेवायं धूपोऽयं प्रतिगृह्यतः कथातिर फर्काइदिन्छु। आपशीर्षि गणाध्यक्ष आपशीर्षि गणेवता तिथिवार्थानुष्ठ नक्षत्र विष्णवे गजम युगम च कारणं विष्णु सर्वे विष्णुरहं जगत हरि ओम तत्सतः कुस्र पानी लिन्छ। ल दुवैजनाले भन्नु ओम विष्णु गाईलाई टपरी यसरी भएन समाको भएन। ओम विष्णु ओम विष्णु ओम विष्णु धेन रूपेण सदा देवी मम पाप व्यपोहतु। गाईलाई चढाएर नमस्कार गर्ने। अब त्यो भैँमा भएको बाछीलाई पूजा गर्ने। पहिला जल चढाउने। दान प्रतिष्ठा पूर्वक नाम सर्वे ब्राह्मणाय उठाउने। दान प्रतिष्ठा तेन तुभ्यं सम्प्रति गाईभित्र मिसाइदिने पदार्थ कामदायदिने। गाईलाई जलले दाहिने पाएर तीनपल्ट घुमा। शान्ति विश्वे देवा शान्ति ब्रह्म शान्ति क्षमा शान्तिरदिः यजमान भालि ब्रह्मण हस्ते स्वस्ति तिलकं महा स्वस्ति स्थिते कुशलमस्तु। उहाँलाई धेरै भएकै हो कि ठिक छ। अथ अर्घ स्थापना तपाईँहरू त्यो अर्घ उतो त छैन है। अर्घ पात्र भन्ने हुन्छ नि एउटा चुच्चो परेको भाँडा नमा चढाइदिनु। माथि राख्ने जल चढाइदिनु। दीप नारायणम अर्घ जलम उति चम्चाले चढाउनु। अब सजिलो हुन्छ। उति चम्चाले अर्घ भनेको दही फुल्की दिन्छ गणेशजीलाई। सिद्धिविनायकाय नमो नमः। गणेश भगवानलाई मोदकाम लड्डु करणास्ते लड्डु फलगते ओ खदे पर्यन्ताम योगसेन ल्याउनु मलाई पास गर्नु। कल्पन्ताम विष्णु रराटमसि विष्णु भूरसि विष्णु वैष्णाय विदुक्षम स्वाहा। ओम बम वरुणाय नमो नमो वरुणाभ्य कलशविदोक्षम स्वाहा। ओम वरुणा अग्नि कलशाय नमः। यो कलश राख्नु। गोमय गोबर राख्नु। गोबर भने यहाँ छ उठाउनु। तामाको पैसा स्थापित देवताभ्यो नमो नमः। चन्द्रक्षता फुल्नु। ओम भो अग्नि आगच्छ याते च अवस्थावेतं पूजां गृह्णात् पूजां करोमि तावतं स्वस्तिरो भव। सुमा चढाइदिने। हात जोडेर भन्ने ओम ऋग्वेदाय नमः यजुर्वेदाय नमः सामवेदाय नमः अथर्ववेदाय नमः देवताय नमः। ओम इंद्राय नमः स्वाहा। इदं नमः सहस्रवेदपूर्वकं सहस्रज्ञपूर्वकं पंचवर्णाभ्यां नमः स्वाहा। सहस्रशिरिखापुरं स्वाहा। अष्टवसुदेवतं रमणाथं पूर्ववेदसं नमामि। ओम यज्ञभ्यो नमः स्वाहा। गणानां तस्य 3 टाम्लाले तपाईले चौरु सम्हाल्नु। हवे नमः केतवयं दृघाणमरुतवेद सुस्तब्रह्मणां पूर्ववेदसं नमामि। ओम केतवाय नमः त्र्यम्बकं जजामहे सुगन्धिं पुष्यवर्धनम् विष्णोदराटमसि विष्णुपूरजे। ओम विष्णवे नमः कालग्नो प्रजापति सर्वपुरुषवेदसं नमामहे। ओम महाकालाय नमः यमाय त्वामखाय सर्वतः समान ब्रह्मण हवामि। सर्वयमाय नमः अष्टवसुदेवतं ब्रह्मणाथं पूर्ववेदसं नमामि। ध्रुवाद अष्टवशभ्यो नमः गौर्या विष्णोरराटमसि विष्णुपूरजे विष्णुवैष्णवे सर्वसमानं विष्णवे नमः। मानस्तके तै नमानो समानः। ओम वनस्पतये नमः स्वाहा। ल अब तपाईँले मलाई दिनुभएको डेट अफ बर्थ हजुर
टोपी लगाइदिनुपर्छ अब तपाईँहरूले पठाउनु भएको डेट अफ बर्थ 21/5/2025 बुधबार 16:18 पातलो छ भयो कि मोटो छ भयो कि फरक पर्दैन पातलो छ त हेलो सीता सिद्धार्थ बिचको मिडिल नेम के लगाउने राजकुमार देव लगाउनुपर्छ पर्दैन नलगाए पूजा गर्छ। सिद्धार्थ कुमारलाई पूजा गर्छ। सिद्धार्थ कुमार होइन यता यता हेर्दा भाइ ल यतापट्टि हेरेर यहाँ चाहिँ एक गीत लगाउँछ। हजुर दा तपाईँको डो धारी हो ढो ढो डारी स्पेलिङ फेरि डिओ मात्रै देख्छु त DHO ए हो र मैले राम्रोसँग नपढेको रहेछु फेरि चौरसम्म अलि धेरै दिन अहिलेको भन्दा सरसँग सेवा खाएर नभएकोले सन्द भस्पति लगाऊ के लाउनु साइलालाई दिनुभएको डेट अफ बर्थको आधारमा छोराको जन्म कुण्डलीहरू त्यस्तो खराबी कुराहरू केही पनि छैन सबै ठिक छ राम्रो छ अब यो सास मन्दिरको मुनिपट्टि अब यता हेर्नु त म यता हेर्नु। कति राम्रो छ क्या तपाईँको एउटा क्वाइन दिनुहोस् पूजा गर्ने ओ महाबलिभ्यो नमः गन्धपुष्पाक्षदानं समर्पयामि चन्दक्षिणा फुल पार्टी नभइकन हजुर दुईजना चौरु श्रेष्ठहरू अब त्यो दुवैजनाले चौरुसँग फेरि अभ्यादधामि सहित भगिने घृतपति त्वयि दृष्टु ब्रह्मण यत्त्वाधिकरणं ब्रह्मणकरण विद्यते अब एकपल्ट है त अभ्यादधामि सहित भगिने घृतपति दृष्टुभाभ्यां नमो यतत् कर्ण विद्यते नम त्यस्तो कति बृहस्पति नौ 11 दुई-तीनजना एउटा त्यो बाँकी पैसा सबै त्यहीँ खानु नि त तपाईँमा एउटा एउटा पैसा पुग्ने गरी दक्षिणा राख्नु 4वटा कोइन राख्नु अब अहिले फेरि हात जोड्ने तपाईँहरूको आफ्नो इष्ट देवता कुलदेवता सबै भगवान्सँग आशीर्वाद ग्रहण गर्ने सबै भगवान्सँग आशीर्वाद प्रदान गर्ने जो तपाईँको गच्छ गच्छ सुराक्षेष्टम गक्षानां च सुरेश्वरम यत्र ब्रह्मादिदेवं तत्र गच्छ सुरेश्वर पुष्प औँठी फुटाल्ने एउटा पैसा लिएर पुष्प छ अब त्यस्तो धेरै गर्नु चाहिँ के गर्नु यहाँ होइन अहिलेलाई गर्ने चाहिँ एउटा कोइन दिनु यसो भुवाएर कस्य पात्राय प्रायः मन्त्रार्थ सबला सन्तो सन्त पूर्णमुदर्थ नेत्राणमदेस्तवः देन बद्धुबली राजा दानेन्द्र ल भइगयो त यो होइन भा ऊ त्यो पञ्चानब्बे स्वस्ति देवतां यज्ञं प्रजानभूताय दिव्यमूर्ते नमो देन बद्धुबली राजा दानेन्द्र महाबलं तेन तं प्रतिबध्नामि रक्षवाः सर्वे सदा सुक्खा रोटी अचार बनायो हामीले अलि खाने बेला त भएको थिएन बनाइ नै हाल्नु भएको छ यसो थोरै एकदम लाइट